वैदेशिक रोजगारको सिलसिलामा 6.5 वर्ष अघि कुवेत पुगेकी मकवानपुर जिल्ला सुकौरा 2 की शान्ति माया दोङ तामाङ बेहोस अवस्थामा यसरी आफ्नै घरको ओछ्यानमा लडिरहेकी छिन्। हात त चल्छ नि हैन, यो एउटा चल्छ यो चल्दैन, एउटा चाहिँ चल्दैन। चल्दै जाँदै अचम्म गर्छ। 5 वर्षसम्म कुवेतकै अस्पतालमा कोमामा राखेर उपचार गर्दा पनि निको नभएकाले गत वर्ष उनलाई नेपाल फिर्ता पठाइएको थियो। धन कमाउन भनी विदेशिएका तपाई हाम्रो यस्तो अवस्थामा नेपाल फर्किनु परे कसो होला? अर्थात् आमा बुबाको हालत कस्तो रहला? आर्थिक अवस्थामा ज्यादै नाजुक भएकाले उनलाई उपचारार्थ केही रकमको आवश्यक रहेको हुँदा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा स्वैच्छिक मानवीय सेवा स्वरूप उनकी बुबा तेजबहादुर दोङ तामाङको हिमालयन बैंकको खाता नम्बर 9875533356 मा रकम जम्मा गरी सहयोग पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछौं। कति खुवाउनु पर्छ त्यसरी? दिदी घण्टाको फरकले। 2 घण्टाको फरक खुवाउनु पर्छ। झोल मात्रै खाउने हैन त? हजुर यतिकै हो, अब झोल, जुस, दुध। घाँटीमा त्यो अलिकति यसो त्यो कोट्याउँछ भनेर त्यसरी मान्नु भएको भनेको। अब त्यो त्यसले कोट्याउँछ, यतिकै कोट्याउँछ, यतिकै गरेर। त्यो घाँटीको चाहिँ एकचोटि देखाउनु त। ठुलो पाल पो पारे रहेछ है। यतिकै छैन त, यत्रो छ नि। के गरेर पो के भएको, के गरेको होला त यस्तो? यहाँ नसिलाएको रहेछ नि।